कता हो हामी त अब डोजर के अरे बाटो खन्छ गोकाटमा पुरै डोजर खन्छ भने सुन्दरताले सुन्दरतालाई पुरै गडाइदिने विक्रम जाइसँग रेस टिम हल्लाको फर्किरहेको भयो जितिहाल्यो नि Hello, what's up everybody? It's your boy Joe and welcome back to my another video. अहिले चाहिँ हामी चिबाको यता छेउतिर छौँ क्या समुद्रतिर सायद यो तातेयामा साइडतिर के हो सिराको तातेयामा के भन्ने ठाउँतिर अनि अब चाहिँ हामी जाँदैछौँ चिबाको के हो सर्किट भन्ने छ के यो उसको के अरे गोकाटको सर्किट अनि त्यहाँनिर जानु लाग्यो हामी चाहिँ सबैजना हिजो चाहिँ हामी आएको थियो स्टे बस्ने गरेर अनि रमाइलो गरेर यताउति त्यही हो भिडियो चाहिँ बनाउनै मन लाग्दैन लास्टै अल्छी छु एक नम्बरको यताउति गरेर अनि सबजना चल्दिएको मस्त एङ्गल के कस्तो छ होइन लडेको छ अब बिस्तारै जानुपर्छ मैले म्याप लगाइसकेँ 1.5 घन्टा देखाइरहेछ बाटो चाहिँ चल्दैछ ल है दाइहरू चाहिँ यहाँ आएर कुरेर बसिराख्नु भएको रहेछ गाडीले गरेर के ओभरटेक गर्न नमिली है यहाँको बाटो चाहिँ खत्तम छ अनि बिस्तारै आयो विक्रम दाइले हानेर सर सो यही हो ट्याक्क लाएर अहिले चाहिँ हामी 1 2 3 4 5 6वटा बाइक छ एउटा बाइक चाहिँ योन्जन दाइ चाहिँ जानुभयो हस्पिटल जानुपर्ने भएर त्यतिर भाउजू र अनि बेबी चाहिँ हल्का हस्पिटलमा छ बिरामी भएर त्यही भएर चाहिँ हामी चियारातिर आइपुग्यो है चिबाको चियारातिर तर यताको बाटो सही रहेछ यार ट्राफिक लाइट पनि धेरै नहुने होइन बाटो पनि खाली गाडी पनि नहुने राइड आउनु सही ठाउँ रहेछ यार दामी हो हानिरहेछ केटाहरूले बबाल हानिरहेछ टर्निङमा हानिरहेछ मस्तो सुताइरहेछ विक्रम दाइ छ अगाडि गुरुजी अनि गुरुजीले सुताएपछि केटाहरू सब जङ्गिन्छ तर त्यस्तो रीति जङ्गिन चाहिँ हुँदैन केटाकेटी हो बाइकै बाइक रहेछ यार आमामा कुनबिनीमा सही हो जहाँ चाहिँ हाम्रो बाइक दाइ हुनुहुन्छ सही हो दामी चाहिँ दामी आमामा शिक्षार पठारेको है सही निस्क्यो त त्यो सानो पुन्टेर हेर न गाइसहरूमा कसम यार हन्डाको रहेछ मङ्की शान्ति के होला सही हो दामी हो दामी यो चाहिँ ZX25R भन्ने होइन कावासाकीको साउन्ड चाहिँ कत्रो आउँछ गाइजहरू हेर न सुन है साउन्ड र अनुमति कहाँ पुगे जस्तो आउँछ होइन बाइक चाहिँ यहीँ हुन्छ क्या लास्ट कमेडी पार्ट चाहिँ त्यो हो कि यसको साउन्ड चाहिँ कहाँ पुगिसक्यो जस्तो आउँछ ठिक छ तर 250cc मा इनलाइन 4 सिलिन्डर दामी हो साउन्ड चाहिँ दामी हो तर बाइक चाहिँ कुद्दैन है भयो यार अझ 33 मिनट छ अनि पिसाब चापेर मर्न लाग्यो
यतातिर नि बाइक ग्याङहरू रहेछ टक्क सही पिसाब चापेको अरू भन्दा नि हामी जानु लागेको चाहिँ अहिले यो किसाराजु भन्ने ठाउँमा हो कि अझ 10 किलोमिटर रहेछ त्यहाँ चाहिँ गोकार्ट छ अनि त्यही चलाउनु जानु लागेको अब चाहिँ ट्याक्क लाएर सबजना यहाँ पिसाब फेर्नु रोकेको लास्टमा सबजना यस्तो खाने यहाँ ट्याक्क भात एउटा अनि यहाँ चिकन यहाँ चाहिँ मेरो चाहिँ माल चिकन त्यो चाहिँ छुट्टै है भात चिकन चल्देको अब एकछिन ब्रेक हान्यो कस्तो बस्यो रमाइलो सानो मिठो छोटो ब्रेक अब चल्दिनु लाग्यो सबैजना चल्दिम ग्याङहरू चल्दिम सही हो ल ठिक छ सानो छोटो मिठो ब्रेक पछि हामी चल्दिएको होइन अब ट्याक्क बिस्तारै बाटोमा आउँछु म अब सबै बोल्न त सकिँदैन होइन के बोल्ने हुन्छ त्यही भएर यहाँ चाहिँ अहिले ट्रेन पास हुनु लाग्छ क्या सो ट्रेन आयो होइन टक्कला ट्रेन चाहिँ जाँदैछ अनि यो ट्रेन जान्छ त्यो गेट खोल्छ अनि त्यसपछि हामी त्यहाँबाट पास गर्नुपर्ने हुन्छ सानो रहेछ ट्रेन चाहिँ ठिकै हो काम चाहिँ ट्याक्टी अन्डरमा हानेछ भनेको छ यहाँ चाहिँ बाइक साटेर चलाएको छ फेरि 10,000 आर शिक्षा खोल्यो गेट खोल्यो चल्दिम अब चलाएर अनि यो कट्ने बेला चाहिँ एकचोटि रोक्ने होइन ट्याक्क लगाएर रोक्ने तोमारे अनि त्यसपछि यताउति हेर्ने केही आयो नि नआए पनि हेर्न चाहिँ पर्यो क्या हो ल है केटाकेटी यो अब चाहिँ जम्मा 10 मिनट 3.4 किलोमिटर बाँकी पुग्न लागिसक्यो अब चाहिँ हामी त्यो गोकार्ट खेल्ने ठाउँमा चाहिँ यो के ठाउँ हो बजारमा आइपुग्यो अनि जामै जाम छ यार अहिलेको बाटो कस्तो रमाइलो चाहिँ गाउँतिर बाटो पनि खाली सर क्या मजा भइरहेको थियो 10,000 रमाइलो भइरहेछ अब यहाँबाट चाहिँ राइट राख्नु पर्ने हुन्छ फुच्चु मिसाकी जाने बाटोतिर ठिक सही हो यो त कस्तो जाम छ गाडीहरू त्यो सब ट्राफिक लाइटको जाम हो क्या फेरि यस्तो धेरै हुन्छ डेन्जर पड्किन्छ 25 आगो निस्केको देखेँ कि देखेँ होइन क्यामेराले मैले त देखिरहेको छु मजाले दामी पड्किन्छ सही हो डुक्याटी आजको लाइनअप चाहिँ अनि 6R 25R R7 10,000 आर अनि मेरो प्यारो मायालु मेरो त के भन्ने राख्नु होइन यस्तै छ आइपुग्यो गोकार्ट खेल्ने ठाउँ चाहिँ है डल्लपवाला देखेको छ नि सानो सही हो अब तल्का मचाउनु पर्छ एकछिन तल्का मचाउनु पर्छ एकछिन तल्का हेर साउन्ड मात्रै गज पनि फेरि टुप्पामा छ कि हिजो चलाएको थिएँ टुप्पामा छ अनि मा बटार्दाखेरि उ जानै खोज्दैन सही हो लोत हुँदो रहेछ क्या मान्छेहरू त यहाँनिर लास्टै सुप्पा अनेक रहेछ नि त त्यही भएर होला गाडीहरू हेरेर कति धेरै मान्छे होला ओके हाम्रो बाइक पार्किङ चाहिँ यता रहेछ अब ट्याक्क लाएर बाइक पार्किङ गर्ने अनि चल्दिने
स्ट्यान्ड लाउने लास्ट झ्याउसाएर बोर्ड लाएर सही हो। वेलकम सही ल। आजको हाम्रो लाइनअप चाहिँ S1000R R7 Ducati मेरो 6R अनि 25R। हाम्रो गुरुजी ल अब चाहिँ हामी यहाँ टक्क गइरहेको छौँ। दाइहरू यता गरिरहेको छ। हामी बल रहेछ माथि प्लेन उडिरहेको छ। फर्स्ट टाइम हो म त जता पनि साइदामा बसी सिधै कता हुने कि। बाइकमा चाहिँ म टन्ने ठाउँ गएको छु कि, तर कस्तो हुन्छ भने मेरो चाहिँ एक्लै सोलो हुन्थ्यो नि त, कोहीसँग हिँड्दिनँ। सोलो अनि सट्ट गयो अनि वहाँ बस्यो एकछिन। कोन्बिनी भन्दा नि अब म चाहिँ यस्तो डाँडातिर भएको जान्थेँ कि, त्यहाँ गयो बस्यो एकछिन अनि त्यसपछि फर्किहाल्ने कि। लाइक फर्किन्छ बेलुकातिर फर्किन्थेँ, तर त्यहाँ ठाउँमा चाहिँ अलिक टाढा गइदिन्थेँ कि 150 किलोमिटर त्यस्तो कि सीतामितीबाट। अनि टाइम धेरै लाग्यो नि त मलाई, त्यस्तै गर्थेँ कि साथी। अनि ल आयो है हामी चाहिँ अहिले हार्बर सर्किट भन्ने ठाउँमा कोकाडको टक्क हामी 6 होइन अब 6 जाँदैछौँ भित्र। कता हो हामी त अब डोजर के अरे बाटो खानु गोकाटमा पुरै डोजर खान्छ भने सुन्नताले पुरै बढाइदियो। यहाँ चाहिँ के भन्छ भने चाहिँ सबैजना रेडी हो कहाँ रेडी नै भएको छैन हौ दाइ। रेडी हो एकदम रेडी दाइ रेडी हो नि। हान्नुपर्छ है सबलाई धोबी चाहिँ हाम्रो फोटोहरू छ ट्याक्क लगाएर सय बसियो है त काठमा। रनमती सबजना गइसकेको छ दाइहरू त। आमामामा कस्तो फास्ट गएको। दामी चलाउँछु फेरि म त गाडी त। मान्छे कस्तो बचाएको मैले यार। आमामा रेसरै हुन्छु क्या हो। Wait! Dami! Ano naman yung trip na? No! Wait! Matches ka man! Sayo! Dara siya ta! Nice! Woi! Bikram जाइछ गरेस। ओइ ओइ माक्स गोल सही हानेछु है। हान्न चाहिँ ओइ दामी दामी। ओए मान्छेको कस्तो हानेको ड्रिप यार। आमामामामा ओइ बिग्रदा खस्यो।
यही मौका रन ध्यान यही मौका हो खसेको बेलामा विक्रम दाई हो क्या यहाँको प्रो तैँले आउँदो रहेछ ठुल्ठो सेतैका त्यो उमा सर्किट जाँदाखेरि आइरहँदो रहेछ हामी फर्स्ट टाइममा त्यसको दामी दबदबा भइरहेछ है सही रमाइलो हुँदो रहेछ तर यार फर्किगयो नि यार सबैजना उभा थियो अनि सही हो हात दुख्दो रहेछ यार घुमाउँदा ह्यान्डल घुमाउँदा सकियो नि टाइम राइट तर लास्ट रमाइलो भयो यार सही मजा भयो जानै खोज्दैन त सिक हान्दो रहेछ यसले त आमा हान्यो यार हान्यो दाइ खतरा भएको थियो है एकछिन त तपाईँ र म मजा आउँथ्यो नि त्यहाँनिर दादी है यदि ग्रुपमा पठाइदिनु बिटी 96 त अनि अरू ट्रकमै रहेछ लगेर यो आजको गोकाट पनि सक्यो होइन अब चाहिँ घरतिर चल्दिने यस्तो अँध्यारो हुन थालिसक्यो निरज दाइ र सुन्दर दाइ हुनुहुन्छ अनि विक्रम दाइ रमेश दाइ अनि अल्मो दाइ चाहिँ उताबाट आउँदैछ सो अब चाहिँ यहाँबाट ट्याक्कै हिँड्दै त्यहाँ अगाडि बाइक पार्किङ गरेको थियो नि त हामीले त्यहीँ जाँदै हो त्यसपछि घरतिर चल्दिनु पर्यो सो अब चाहिँ रात पनि परिसक्यो त्यही भएर भ्लग चाहिँ आउँदैन गोबरबाट चाहिँ यहीँ हिँड्नु हुन्छ होला सायद बनाउनु सक्छु नबनाउनु सक्छु बनायो भने सानो क्लिपहरू त्यही हो इन्जोय गर्नु होला आजको लागि यति नै सही हो माछाको पेस ल अब आजलाई ल भाइ आजलाई यति नै है फेरि भेट्नुपर्छ दाइ आजलाई यति नै फेरि अर्कोचोटि ल ओके ल आजलाई यति नै ल बाई 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 ल ल ल ल ल ल आजलाई यति नै है ल दाइ ल भाइ ल है त ओके बिस्तारै है राइट सेभ है अब ल आजलाई यति नै केटा हो हेर न यो गाडीको लाइनमा चिसो खोज है घर पुग्नलाई 3 घन्टा 37 मिनट 101 किलोमिटर आम्मामा गाडी त घन्टा आउँछ त बिस्तारै जानुपर्ने हुन्छ 8 बजेर 59 9 बजे पुग्छ भनेछ तर 10 11 12 बजे पुग्यो भने मलाई मतलब छैन होइन म चाहिँ बिस्तारै जाने हो चिलमा सही हो ए कस्तो बवाल देख्यो गाइजहरू यार कहाँ कुन ठाउँमा आइपुग्यो मलाई केही थाहा छैन होइन अँध्यारो छ मस्त बटारे छु रहनमती हेर न सायद डिज्नेतिर होला के आई थिङ्क डिज्नेल्यान्ड समथिङ कतातिर हो जस्तो लागिरहेको छ है मलाई मेबी है यो बिल्डिङ हेर्दाखेरि चाहिँ त्यस्तै लाग्यो तर हो कि होइन चाहिँ म नट स्योर है बवाल देखेको यार आम्मामा कस्तो तर क्यामेराले जस्टिस गरेछ कि गरेको छैन होइन मेरो आँखाले चाहिँ स्वर्ग देखेछ कि स्वर्ग अनि यता चाहिँ टोलवाला हाइवे छ त्यो चाहिँ मलाई लास्ट कस्टली पऱ्यो किनकि मसँग कार्ड पनि छैन अनि त्यसपछि त्यो कार्ड हाल्ने मेसिन पनि छैन कि त्यही भएर मलाई लास्ट कस्टली पर्ने भएर चाहिँ म नर्मल रोड जाँदैछु नर्मल रोड चाहिँ मलाई त्यही 3-4 घन्टा देखाएको थियो 4 घन्टा जति देखाएको थियो त्यही हो अब म बिच छिराउँछु अनेक गर्छु त्यसको लागि चाहिँ लगभग
मलाई 3 घन्टा 3.5 घन्टा त्यस्तै मुनि आसपास 3 देखि 3.5 घन्टासम्म लाग्न सक्थ्यो। तर म चाहिँ के विचार गरेँ भने सिनोकुबु गएर टक्क लाएर खाजा खाने मोमोसम्म, अनि त्यसपछि घरतिर चल्ने भनेर चाहिँ बिस्तारै जाने सोचेर चाहिँ निस्केको। ल अहिले चाहिँ कहाँ आइपुग्यो थाहा छैन, तर कस्तो दामी देखेको राति पनि यार। हेर न गाइजहरू, त्यो कस्तो खतरा यार है, दामी देखेछ क्या त्यो।